गत वर्ष मैले मेरो जीवनको मूल खाबो गुमाएँ र यदि उहाँले आफ्नो मृत्यु पश्चात कुनै कविता लेखेको भए यस्तो हुन्थ्यो होला भनी मैले यो कविता लेखेकी हुँ। कविता यस प्रकार छ र कविताको शीर्षक छ अन्तिम सत्य। हिजो मात्र जस्तो लाग्छ यो धरती आमाको काखबाट म पलाएको। आज फेरि यही धरतीमै मिल्दैछु। पञ्चतत्त्वले बनेको मान्छे म आज त्यही पञ्चतत्त्वमा विलिन हुँदैछु। मेरो शरीर रूपी रुखको अन्तिम पात झर्न साथ मेरो घर कुनै बजारको हाट जस्तो देखिन लाग्यो। मेरो शरीरमा सास रहन्जेल मेरो गन्धबाट 100 योजन टाढा बस्ने मान्छे पनि आज मेरो बोली सुन्न खोज्दैछन्। हिजो मेरो गुणलाई बिर्सी अवगुण मात्र खोज्नेहरू आज उल्टो हुँदैछन्। यहाँ मानिस राम्रो हुन सासदेखि टाढा लास हुनु पर्दो रहेछ। यहाँ मानिस राम्रो हुन पनि सासदेखि टाढा लास हुनु पर्दो रहेछ। म जिउँदो हुन्जेल कुचिएको चुने गाग्रो जस्तै भए, जसको हुनु नहुनु कसैलाई वास्तै छैन। आज मेरो शरीरबाट सास निस्किसकेपछि म त्यो नयाँ दसैँको लुगा जस्तै भए, जसलाई सबैले हेर्न रुचाउँछन्। यहाँ मानिस राम्रो हुन पनि सासदेखि टाढा लास हुनु पर्दो रहेछ। मान्छे रूपी पंक्षीको आत्मा पंक्षीलाई एक्लै छोडी उड्दा पश्चातापको गङ्गा शिवजीको जट्टा भन्दा नि बेगले यो दुई नयन चक्षुबाट झर्दा रहेछन्। मेरो यो शरीर लास नहुन्जेल मलाई सम्झी एकपल्ट हाँसिदिने कोही थिएन। आज मेरो शरीर लास बन्दा हजारौं माइल तय गरी मेरो लास हेर्न पनि मलामी आए। यहाँ मान्छेको महत्त्व बुझ्न पनि मान्छे लास हुनु पर्दो रहेछ। म खस्दा कसैले आफ्नो छोरो गुमाए, कसैले दाजु गुमाए, कसैले बाबु, कसैले काका त कसैले मामा। तर उनले त आफ्नो जीवन साथी गुमाइन्। एकअर्काको घरबारको जिम्मेवारी आज उसको एक्लो काँधमा पर्यो। मेरो पर्खाइमा छोराछोरीको आँखा सदैव गाईथलापट्टि रह्यो र उनले मूलदैलो कुर्न कहिले छोडिनन्। म गएपछि हाम्रा घरमा अनेक थरीका मिठा व्यञ्जन पाके, तर त्यसमा स्वाद थिएन। छोराछोरी र ऊ सधैँ एकअर्कासित खुसी राख्ने क्रममा भए, तर वास्तवमा यहाँ खुसी कोही पनि भएन। एकअर्कासित हाँसे पनि एक्लोपनमा उनीहरूले आफूलाई सम्हाल्नै सकेनन्। सकुन पनि त कसरी? सपनाको स्वेटर बुन्दै थिए उनीहरूले, तर त्यो आज कुर्सीमा धागो राम्ररी नअडी डोरी भताभुङ्ग भयो। सपना यसै विलिन भए। उनीहरूले काम कम्ती गर्नु, काम यस्तै हो भन्दा कहिले मानिन। सधैँ मलाई कामको हतार नै भइरह्यो। त्यही भएर होला कालले नि साह्रै हतार गर्यो। बिसाएको भए सायद काल पनि त बिसाउँदै त आउँथ्यो होला। आत्मा
साँच्चै म पनि अमर रहेको भए आज ती सपनाको बिरुवालाई मलजल गर्दै हुन्थ्यो होला। म बिसाएको भए सायद मेरो काल नि बिसाउँदै आउँथ्यो होला। मेरो काल नि आज बिसाउँदै आउँथ्यो होला।